नमस्ते साथीहरू, आजको ब्लग लिएर म आइसकेको छु। आजको ब्लगमा मेरो बुवालाई म नुहाइदिँदैछु साथीहरू। आज बुवालाई नुहाउन मन लाग्दैन। अलि यस्तो ठाडो गर्नु न। ठन्डा भयो हैन? दुख बुवा नगरिदिनु दुख। यहाँ बस्नु पर्यो नि त, यो तलहरू पखालेकै छैन। कहाँ बाहिर आउनु लाग्नु यहाँ बस्नु भयो। हजुरबा नुहाइदिएर यहाँ घुमी बनाइदिनु त हेर्नुहोस्। पानी शान्ति पानी गइदिनु। आज त बुवालाई हेन्डसम बनाइदिएको छु त। आज बुवा हिरो बल्ल बल्ल बाथरुमबाट हेरेर घिसारेको हेरेको थियौ अन्त तिमी। अनि उठाउन नसकेपछि उठाउनु पनि सकिँदैन चिप्लेर। लु त हजुरबालाई त अनि मुख बनाएर त यहाँ त पसिन सक्नुभयो त अनि म्याट काटेर सानो सानो पारेर चाहिँ ए यहाँ फुक्लुक्कै हो अब हजुरबा नुहाएर हाम्रो हजुरबा आज चिक्क गरे। एकजनालाई एकदम शास्ति छ, एकजना बुवा बिरामी भएर तिनजनालाई गाह्रो छ। बुवालाई नुहाएर सुताइदिउँ। अब हामी खाना गयौँ। आज बुवाको लागि खसीको खुट्टा बनाएको हामीले। अब बुवालाई हामी लगिदिँदैछौँ। यो चाहिँ खुर्सानी परेछ, यो बुवाको लागि।